धेरै जसोलाई के लाग्छ भने नि अन्तरिक्षमा एस्ट्रोनॉटहरू तैरिनुको कारण त्यहाँ ग्राभिटी नै नभएर हो। तर कुरो त्यस्तो होइन। वास्तविकता त अझै रोचक छ। यो जुन इन्टरनेशनल स्पेस स्टेशनभित्र एस्ट्रोनॉट्सहरू तैरिरहेको देखिन्छ नि, यो कसरी सम्भव हुन्छ? के साँच्चै त्यहाँ ग्राभिटी छैन त? ल, आज यही रहस्यको बारेमा कुरा गरौँ। हो, हामीलाई लाग्छ कि स्पेसमा जिरो ग्राभिटी हुन्छ, तर त्यो त एकदमै गलत धारणा हो। सत्य त के हो भने उनीहरूले पृथ्वीको जत्तिकै ग्राभिटी महसुस गरिरहेका हुन्छन्। पत्यार लागेन हैन त? ल आउनुहोस् यसलाई राम्ररी बुझौँ। सबभन्दा पहिले त यो जेरोजी वा शून्य गुरुत्वाकर्षण भन्ने भ्रमलाई नै हटाउँ। खासमा स्पेस स्टेशन घुमिरहेको कक्षमा मतलब ओर्बिटमा ग्राभिटी एकदमै बलियो हुन्छ। यो सुन्दा अचम्म लाग्ला, तर इन्टरनेशनल स्पेस स्टेशनमा पृथ्वीको सतहको तुलनामा लगभग 90% ग्राभिटी हुन्छ। हो, 90%। अब सोच्नुस् त, ग्राभिटी लगभग उस्तै छ भने त्यसो भए खास रहस्य के हो त? हो, यही हो असल प्रश्न। यदि ग्राभिटी छ भने उनीहरू कसरी तैरिए त? यसको उत्तर फिजिक्सका दुईवटा महत्त्वपूर्ण कन्सेप्टमा लुकेको छ। एउटा हो फ्री फल अनि अर्को वेटलेसनेस। ल, यो रहस्य सुल्झाउने पहिलो कडी हो फ्री फल, जसलाई स्वतन्त्र खसाई पनि भनिन्छ। यो शब्द आफैमा निकै महत्त्वपूर्ण छ। साधारण भाषामा भन्नुपर्दा फ्री फल भनेको कुनै पनि वस्तुमा ग्राभिटीको मात्रै असर पर्नु हो। मतलब अरू कुनै पनि बल जस्तै हावाको रोकावट केही पनि नहुनु, अनि त्यो वस्तु सिधै पृथ्वीको केन्द्रतिर खस्नु हो। ग्यालिलियोको त्यो प्रख्यात प्रयोग याद छ, जहाँ हावा नभएको ठाउँमा एउटा प्वाँख र फलामको डल्लो एकैसाथ खस्छ। हो, फ्री फलमा पनि त्यस्तै हो। वस्तु कति गह्रुङ्गो छ भन्ने कुराले केही फरक पार्दैन। यसको एउटा राम्रो उदाहरण स्काइडाइभरलाई लिन सकिन्छ। प्लेनबाट हाम फालेपछि प्याराशुट नखुल्दासम्मको अवस्था छ नि, हो त्यो बेला ऊ लगभग फ्री फलको अवस्थामा हुन्छ, सिधै तल पृथ्वीतिर। अब आउँ रहस्यको दोस्रो र सायद सबैभन्दा महत्त्वपूर्ण टुक्रामा, वेटलेसनेस अर्थात् तौलविहीनता। हेर्नुस्, फ्री फल एउटा एक्ट वा कार्य हो भने वेटलेसनेस चाहिँ त्यो कार्यको फिलिङ वा अनुभूति हो। यहाँ ध्यान दिनुपर्ने शब्द हो महसुस। वेटलेसनेस भनेको तौलने नहुनु होइन, बरु आफ्नो तौल महसुस नहुनु हो। यो एक किसिमको भ्रम हो, तर निकै वास्तविक लाग्ने भ्रम। अहिले हामी जहाँ बसिरहेका छौँ वा उभिरहेका छौँ, हामीलाई आफ्नो तौल महसुस हुन्छ, होइन? त्यो किनभने हामी बसेको कुर्सी वा टेकेको भुइँले हामीलाई माथितिर ढकेलिरहेको छ। यसलाई रियाक्सन फोर्स भनिन्छ। हो, वेटलेसनेस भनेको यही रियाक्सन फोर्स नहुनु हो। यसलाई बुझ्नको लागि एउटा एकदमै चर्चित उदाहरण छ। सोचौँ, कुनै लिफ्टको केबल चुडियो। अब लिफ्ट र लिफ्टभित्र भएको मान्छे दुवै एकैसाथ खस्न थाल्छन्। यस्तो बेलामा लिफ्टको भुइँले त्यो मान्छेलाई माथि धकेल्न पाउँदैन। दुवैजना खसिरहेकोले भित्रको मान्छेलाई आफू तैरिरहेको जस्तो लाग्छ। ल, अब हामीसँग दुईवटै कडीहरू छन्, फ्री फल र वेटलेसनेस। अब यिनलाई जोडेर एस्ट्रोनटहरूको त्यो रहस्य समाधान गरौँ। वास्तवमा रहस्य के हो भने नि, एस्ट्रोनटहरू सधैँ खसिरहेका हुन्छन्। हो, सुन्दा अचम्म लाग्ला, तर उनीहरू लगातार पृथ्वीतिर खसिरहेका हुन्छन्। अघिको त्यो लिफ्टको उदाहरण जस्तै हो। एस्ट्रोनट र उनीहरू बसेको स्पेस स्टेशन दुवै एउटै गतिमा पृथ्वीतिर खसिरहेका हुन्छन्। एस्ट्रोनट मात्र होइन, उनीहरूको साथमा भएको कलम, खाना, सबै कुरा एकैसाथ खसिरहेको हुन्छ। त्यसैले त उनीहरूले कुनै रियाक्सन फोर्स महसुस गर्दैनन्। अनि यही नै हो अर्बिटको असली अर्थ। स्पेस स्टेशन यति तीव्र गतिमा अगाडि बढिरहेको हुन्छ कि त्यो पृथ्वीतिर खस्दा खस्दै पनि पृथ्वीको गोलाइले गर्दा कहिल्यै भुइँमा ठोक्किँदैन। यो निरन्तर खसिरहन्छ, तर पृथ्वीलाई सधैँ मिस गरिरहन्छ। यही नै हो पर्पेचुअल वा निरन्तर फ्री फल। भनेपछि हामीले के बुझ्यौँ त? ल, यी दुई कुरा बीचको मुख्य फरक के हो फेरि एकपटक हेरौँ, ताकि यो कुरा दिमागमा सधैँको लागि स्पष्ट होस्। एकदमै छोटकरीमा भन्दा फ्री फल भनेको खस्ने कार्य हो र वेटलेसनेस भनेको त्यही कार्यको कारणले हुने अनुभूति हो। एउटा एक्सन, अर्को फिलिङ। ल, यो तालिकामा दुवै कुरालाई सँगै हेरौँ है। फ्री फलको परिभाषा हेर्नुस्, ग्राभिटीको प्रभावमा मात्र खस्नु, जस्तै प्याराशुट नखोलेको स्काइडाइभर। अर्कोतिर वेटलेसनेसको परिभाषा,
तौल शून्य भएको महसुस हुनु, जस्तै अर्बिटमा घुमिरहेको एस्ट्रोनट। भनेपछि एस्ट्रोनटहरूले वेटलेस महसुस गर्नुको कारण के रहेछ त? किनभने उनीहरू निरन्तर फ्री फलमा हुन्छन्। अब जाँदा जाँदै सोच्नको लागि एउटा प्रश्न, जब कोही उफ्रिन्छ र हावामा सबैभन्दा माथिल्लो बिन्दुमा पुग्छ नि, एकैछिनको लागि त्यो बेला के भइरहेको हुन्छ? कि त्यो फ्री फल हो वा वेटलेसनेसको अनुभव हो कि दुवै हो? एकपटक सोचेर हेर्नुहोला है।